आज चाहिँ म अर्ग्यानिक तरिकाले कुखुराको वाचिपा बनाउन गइरहेको छु। हैन साथीहरु, यो चाहिँ हाम्रो कुखुरा हो। यो चाहिँ अर्ग्यानिक आफ्नै घरमा पालेको कुखुरा र आफ्नै घरमा पालेको कुखुरा र अर्ग्यानिक चुलामा आगोमा डढाएर यसको तिते निकालेर चाहिँ हामी चाहिँ वाचिपा भन्छौँ। त्यो निकालेर चाहिँ हामी त्यसलाई चाहिँ तिते बनाइ खानेछौँ। है त साथीहरु, भिडियो हेर्दै गर्नु होला है त। कुखुराको वाचिपा अर्ग्यानिक मकैको पिठो, चामल पनि उनीहरूले सुगर पिसालाई खाना मिल्ने बनाउनु पर्छ। म चाहिँ कुखुरा पोल्दैछु साथीहरु। कुन पोती थाहा छैन है। चामल भिजेर चिम्टो छ साथीहरु। कराईमा अहिले पानी पनि पर्छ गर्ने हाम्रो चुला हो। धेरै छ। झारिन्छ ठिकै चाहिँ साथीहरु।
ल हामीले चाहिँ तितेको लागि वाचिपा पनि भेला पारिसकेका छौँ, कुखुराको भुत्लाको होइन। अनि आए बाउन ल यति बाउलाई पुगिहाल्छ। पखेटा काट्दा ल भिडियो हेर्दै गर्नु होला। म पकाएको पनि देखाउने छु है त साथीहरू, कसरी बनाउँदो रहेछ। ल साथीहरू, म चाहिँ यहाँ तिते बनाउन गइरहेको छु है त साथीहरू। तेल हाल्ने थोरै, अनि यहाँ राखिदिउँ। आज चाहिँ हामी कुखुराको वाचिपा बनाउन गइरहेका छौँ। के छ आएको मसला हालिदिउँ। एकदम सिम्पल बनाइरहेको छु। त्यस्तो धेरै मरमसला लाएर बनाउन खासै मलाई चाहिँ मन पर्दैन, त्यही भएर हल्का मेथी मात्रै पर्दाको छु। अनि मासु हालिदिने हो। के हो यो चाहिँ खुट्टा पखेटा टाउको, खुट्टा छैन, पखेटा र टाउको मजाले भुट्नुपर्छ। धेरै भुटेर पनि तितो हुन्छ होइन। यो अलरेडी डढिसकेको हुन्छ र पाकिसकेको पनि हुन्छ पोल्दै नै। अब यसैमा थोरै बेसार, स्वाद अनुसार नुन है हालेछु। अनि यसलाई चाहिँ मजाले चलाउने। यसलाई मजाले चलाइसकेपछि पानी धेरै भुट्नु हुँदैन यो। डढाउनु हुँदैन, फेरि ज्यादै तितो हुन्छ। साथीहरू अब यो चाहिँ पाकिसक्यो होइन साथीहरू। यहाँ मैले मसला हालेर अब जति कति आफूले खाने हो त्यो अनुसार पानी हालिन्छ। मैले चाहिँ नर्मली सिम्पल तरिकाले पकाएको है। अब यति पानी हालौँ टक्क, अनि यो उम्लेपछि चाहिँ पिठो हाल्ने हो। ल अब चाहिँ आफूले जति खाइन्छ। अब मान्छेले चाहिँ यो चामलको पिठोबाट बनाउँछ, चामलको पिठोसँग। तर म चाहिँ मकैको पिठो नै मलाई चाहिँ बेस्ट लाग्छ। मकैको पिठो अर्ग्यानिक आफ्नै बारीमा उत्पादन भएको, जति लाउनु मन लाग्छ, जति खानु मन लाग्छ
त्यही हिसाबले हाल्ने, जति खाने हो त्यही हिसाबले हाल्नुपर्ने हुन्छ यसलाई चाहिँ होइन। टक्क मैले चाहिँ अहिले यति हालेँ। यो चाहिँ चलाउनु पर्ने हुन्छ। यो पाकिन्जेल पकाउनु पर्ने हुन्छ होइन। यो चाहिँ आफ्नै बारीमा उत्पादन भएको मकैको पिठो हो, यो बाहिर दोकानको होइन, आफ्नै बारीको। सायद हामीले यति चाहिँ खान्छौँ होला। यसलाई चाहिँ मजाले ढुट्टाउनु पर्ने हुन्छ। अलिक पानी कम हुन्छ कि क्या हो? पानी अलिक कम भयो। ल पनि के हो यो जस्तो सुरसुरी त चल्न निक्लेको छैन है हो। कहाँबाट पसेको निस्कियो आएको? त्यो अलिक ठुलो पल्स आइहाल्छ। यो धेरै पकाउनु पर्छ, पानी अलिक कम भएछ, त्यही भएर निकै पाक्न टाइम लाग्छ। त्यही भएर मैले यहाँ पानी थपेँ होइन साथीहरू। यस्तो हुन्छ है साथीहरू कुखुराको वाचिपा। यो चाहिँ आफ्नै बारीमा फलेको मकैको पिठो र आफ्नै घरमा भएको लोकल कुखुराको म चाहिँ तिते बनाइराखेको छु होइन। यो चाहिँ तपाईँको ठ्याक्कै चामलको पिठोबाट पनि बनाउन सकिन्छ, तर मलाई चाहिँ खास चाहिँ चामलको पिठो त्यति ठिक लाग्दैन। ल हाम्रो नाकपा पनि यस्तो भइसकेको छ। खोल्नु नदिएर नि बढी चाहिँ गर्ने पाकिसकेको अवस्था हो होइन। अब यहाँ नुनहरू मरमसला के लाग्यो म टेस्ट लिँदैछु है त। चाहिँ कम्ती नै भएछ। नुन कम्ती भएछ, नुन थपिरहेको छु, निकै कम्ती भएछ। मलाई चाहिँ लाग्छ होला चाहिँ यस्तो बनाएर खाँदैछौँ आज चाहिँ। साथीहरू तपाईँहरूलाई के कस्तो लाग्छ
कमेन्टमा लेख्नुहोला। नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ हाम्रो अर्ग्यानिक तिते